सायद जेम्सीको गर्लफ्रेन्डलाई अलिकति नमाजले उडाउन खोजे हो कि जस्तो फिल आइरहेछ है। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। इट्स मी सुशील है। एन्ड आज चाहिँ म रियाक्ट गर्नेवाला छु जेम्सीको तिमी बिना भन्ने है। सो विदाउट अ ड्यू है, सो लेट्स गेट स्टार्टेड। अलि स्याड सङ टाइपको फिल आइरहेछ है म्युजिक वाइज चाहिँ जेम्सीको होइन। मोस्टली वागवान भइरहेको हुन्छ, बट लेट्स सी है त स्याड सङ जस्तो छ। ट्राई गरौँ, लेट्स सी। खाली खाली लाग्छ मलाई तिमी बिना यो जिन्दगी, तिमी नै थियौ मेरो खुसी, खोज्थे तिमीमै सन्तुष्टि। अभियसली ब्रो, यो चाहिँ स्याड सङ हो है जेम्सीको, वान अफ द स्याड सङ होइन। अब अहिलेसम्म चाहिँ स्याड गरिरहेछ है। लेट्स सी गाइस, लेट्स सी। अनन्त थियो हाम्रो माया, समुद्रको पानी जस्तै अनौठो थियो हाम्रो माया, रिसाइहाल्ने बानी त्यस्तै। तिमी बिना बाँच्न सिके मैले, तिमी बिना हाँस्न सिके मैले, तिमी बिना बाँच्न सिके मैले, तिमी बिना हाँस्न सिके मैले। डेफिनेटली गाइज है, यो चाहिँ अलिकति हार्ट ब्रेकिङ सङ हो होइन, फ्रम जेम्सी है। आई थिङ्क जेम्सीको चाहिँ अहिले हार्ट ब्रोकन मोमेन्ट चलिरहेको जस्तो छ है। सायद जेम्सीको गर्लफ्रेन्डलाई अलिकति नमाजले उडाउन खोजे हो कि जस्तो फिल आइरहेछ है। मैले चाहिँ अब सिर्फ भन्नलाई भनेको है, नट कमेन्टिङ अन हिज पर्सनल लाइफ है, जस्ट सेइङ है। लेट्स गो, लेट्स गेट अलङ। एन्ड गाइज, हजुरले यो भिडियो हेरिराख्नु भएको छ भने प्लिज डु सब्सक्राइब दिस च्यानल है। थ्याङ्क यू। तिमीलाई दुःख होस् भनी मैले सोचिन कहिले, तस्बिर मनमै छ बिर्सिन कहिले। आज भोलि तिमी बिना बिताइरहेको छु दिनहरू, बिस्तारै मेटिँदैछ मनको पिरहरू। मेरो अघि पछि कति धेरै केटीहरू, तर थाहा छैन मलाई यहाँ के गरौँ। मायाको महसुस गराएर गयौ तिमी, मेरो एउटा ठुलो भुल भयो तिमी। झुटो आँसु झार्यो मेरो, मायाको महसुस गराएर गयौ तिमी, मेरो एउटा ठुलो भुल भयो तिमी है। फिलिङ छ है, एकदमै डिप फिलिङमा गएर लेखिएको छ, एकदमै पोएटिक, एकदमै लिरिकल वेमा लेखेको छ। गाइज, यु मस्ट वाच दिस है। रोयौ तिमी, कहिले नबिर्सिने चिज भयो तिमी। डिलिट गरे फोटो तर मेटिएन याद, गुड मेमोरिजहरू भयो आज ब्याड। थाहा छैन खुसी छु कि छु म आज स्याड, मायामा लक आई गेस आई नेभर ह्याड। अब प्लिज तिमी सपनीमा नआऊ, टाढा छौ अझै टाढा जाऊ। पास्टबाट निस्किसके, सबै बिर्सिसके। तिमी बिना बाँच्न सिके मैले, तिमी बिना हाँस्न सिके मैले। तिमीलाई दुःख होस् भनी मैले सोचिन कहिले, ओके मनमै छ बिर्सिन कहिले। ब्रो, तस्बिर मनमा छ हो, मनमा। फोनबाट सब डिलिट भइसक्यो, तस्बिर मनमा छ, बिर्सिन्न कहिले है, बिर्सिन्न कहिले। जेम्सीले यो बिर्सिन सक्दैन। औँसीको रात पछि उदाउँछ घाम, म ठिक छु तिम्रो राम्रो सुन्न पाम। तिम्रो आँखामा अझै नि आँसु देख्न सक्दिन, भावना धेरै छ त्यसमा बग्दिन। मलाई गाह्रो भएको थियो सम्हाल्न, तिमीलाई कस्तो भइरहेछ म बिना। भत्केको घर अनि टुटेको मन, गाह्रो हुने भयो तिमीलाई झन् झन्। अब जेसुकै हो सबै बिर्सेर अघि बढ्नु पर्छ, तिम्रो जतिचोटि याद आउँछ त्यतिचोटि मन दुख्ने गर्छ। कसैले तिम्रो जति याद आउँछ त्यति नै मन दुख्ने गर्छ गाइस। यो चाहिँ डेफिनेटली है, जेम्सी एकदमै टफ टाइमबाट गइरहेको छ जस्तो फिलिङ्स छ यसमा। थाहा छैन मलाई पर्सनल लाइफमा कस्तो छ, एकदमै टफ टाइम है गाइस, एकदमै टफ टाइम। नदिएको दियो तिमीले पीडा, तिम्रो अनुहार देख्दा लाग्छ घृणा। आज तिम्रो तस्बिर च्यादिए, आगो लाएर मैले फाल्दिए। को छ गाइस है, ब्रेकअप पछाडि आफ्नो एक्सको मुख देखेर पनि लाग्ने घृणा है,
तिम्रो फोटो सबै च्यातेर फालिदिए है। यो फिलिङ्स कसलाई छ है गाइज, प्लिज कमेन्ट डाउन बिलो है, कसलाई यस्तो फिलिङ्सहरू हुन्छ होइन, प्लिज है। तिमी बिना बाँच्न सिके मैले, तिमी बिना हाँस्न सिके मैले, तिमीलाई तिमी दुःख होस् देखेर भनी पनि मैले सोचिन सोचिन कहिले। कहिले तस्बिर मनमै छ बिर्सिन कहिले। The number you have dialed is not available at present. गाइज फोन कल पनि गर्यो जेम्सीले है एट द एन्ड अफ द भिडियोमा, बट फोन लाग्दैन। अब अभियसली लाग्दैन, ब्लक हाने होला होइन, सायद त्यस्तै केही होला है। सायद मेरो विचारमा इमेल गर्नुपर्छ, डाइरेक्टली इमेल गर्ने, आफ्नो फिलिङ्स सबै लेख्ने, इमेल गर्ने। इमेल हुनुपर्छ है सबैसँग, जसको ब्रेकअप भएको छ, जसको केही छ, आफ्नो एक्ससँग फेरि कन्ट्याक्टमा बस्नु छ, इमेल गर, यो सबै फिलिङ्सहरू लेखेर, फोन गरेर काम छैन। बट एनिवे है, जोक्स पार्ट होइन। सो सङ राम्रो छ है, एउटा स्याड सङ है हाम्रो नवाज सरी हाम्रो जेम्सीबाट है। कसले यो भिडियो इन्जोय गर्यो है, प्लिज है डु सब्सक्राइब अगेन है। अनि त्यस पछाडि इफ यु वान्ट टु keep watching this kind of videos, stay tuned and I'll see you on the next video. Thank you so much for watching.